यो हो बैलडाँडा चौतारी क्लब, जसले बिहानी मर्निङ वाकलाई निरन्तरता देऊ, स्वास्थ्य रहौँ। मानव जीवनमा सबैभन्दा प्रथम चिज भनेको मानव स्वास्थ्य नै हो। त्यसैले स्वास्थ्यको लागि सबै अग्रसर रहौँ, स्वस्थ रहौँ। र बैलडाँडा चौतारी क्लबले दाङमा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पर्यटकीय स्थलहरूको चिनारी गर्दै सबैलाई यस्ता स्थानहरूको अवलोकन गर्न आउने एउटा उद्देश्य लिएर हामीहरू सबै आज यस ह्याकिङ कार्यक्रममा समावेश भएका छौँ। आजको हाम्रो पर्यटकीय गन्तव्य रहेको छ घोराई 13 मा रहेको मौलाकोट तथा बुढाकोट, जहाँ हामी आजको यस हाइकिङ यात्रामा छौँ। देख्न सकिन्छ बैलडाँडा चौतारी क्लब कसरी रमाउँदै, नाच्दै, गाउँदै यस उकालीमा आफ्नो थकाइहरू मेट्दै यहाँहरू आफ्नो गन्तव्य स्थानतिर लागिरहनु भएको छ। यहाँहरू बिहान 4 बजे उठेर घोराइदेखि हिँड्नु भएको र अहिले 9:45 हुन लागेको छ। यहाँहरूले आजको झन्डै 6 घन्टाको यात्रा तय गरिसक्नु भएको छ र अझै हामीहरू 1-1.5 घन्टाको यात्रा बाँकी नै छ। आजको यस यात्रा एउटा रमणीय र सधैँलाई सम्झना लायक हुनेछ भन्दै हामीहरू आजको यस गन्तव्यमा लागिरहेका छौँ। यहाँहरू सबैलाई यस पेजलाई सब्सक्राइब गरी फलो गरिदिनु होला र सेयर गरी सबैमाझ पुर्याइदिनु होला भन्ने म यहाँहरू सबैमाझ यस भिडियोलाई पुर्याउन चाहन्छु। जय प्रकृति, जय बैलडाँडा।